धन्यवाद। हामी गुणस्तर चाहन्छौँ संख्यामा होइन शिक्षामा। हामी गुणस्तर चाहन्छौँ संख्यामा होइन शिक्षामा। हामी उज्यालो भविष्य चाहन्छौँ केवल फिल्कामा होइन स्थायी प्रकाशमा। हामी उज्यालो चाहन्छौँ केवल छिल्कामा होइन स्थायी प्रकाशमा। धन्यवाद कुशल कार्यक्रम सञ्चालकज्यू, आदरणीय सभापति महोदय, देशमा आसीन प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू लगायत एक हातमा कापी र अर्को हातमा कलम लिई निष्पक्ष रूपमा जुनको ज्योति र घामको किरणलाई छुट्याउन बस्नुभएका निष्पक्ष निर्णायक मण्डलज्यूहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूहरू, शिक्षा शाखाका प्रमुखज्यू, त्यसै गरी विभिन्न विद्यालयहरूबाट पाल्नुभएका प्रधानाध्यापक, गुरुवर्ग तथा मेरा प्यारा प्रतिस्पर्धी मित्रहरू र आजको यस कार्यक्रमलाई भव्य र सभ्य रूपमा सञ्चालन गर्नका लागि यहाँ उपस्थित हुनुभएका सम्पूर्ण विद्यार्थी साथीहरूमा म सुजाता विद्यालय र हाम्रो विद्यालय श्री शङ्कर माध्यमिकको तर्फबाट स्वीकार्नुहोस् न्यानो नमस्कार। आज मिति 2082 साल असार महिनाको 13 गते यस अन्तर माध्यमिक तह वक्तृत्व कला प्रतियोगिता स्थान मालिका माध्यमिक विद्यालय लेक्चरमा हुन गइरहेको वक्तृत्व कला प्रतियोगिताको शीर्षक रहेको छ गुणस्तरीय शिक्षा आजको लागि आवश्यकता। र आजको यस महत्त्वपूर्ण शीर्षकमा मैले मेरा विचारहरू राख्न पाउँदा अत्यन्तै खुसी महसुस गरेकी छु। गुणस्तरीय शिक्षा भन्नाले किताबी ज्ञान मात्र नभएर जीवन जिउन सिकाउने एउटा बाटो पनि हो। शिक्षा ज्ञान मात्र नभएर चित्र र चरित्र पनि हो। गुणस्तरीय शिक्षा मानिस जीवनको सुप हो जसले अन्धकारको अँध्यारोलाई हटाएर उज्यालो भविष्यतर्फ बनाउनको लागि मार्गनिर्देशन गरेको हुन्छ। त्यसै गरी अहिलेको युगमा पढ्न र लेख्न जानेर मात्र के हुनेवाला छैन। अहिले हामीलाई गुणस्तरीय शिक्षा अत्यन्तै आवश्यक परेको हुन्छ। त्यस्तो शिक्षा जसले हाम्रो सर्वाङ्गीण पक्षको विकास गर्नमा मद्दत गरेको हुन्छ। गुणस्तरीय शिक्षाले हामीलाई व्यवस्थित तथा जीवन उपयोगी सिप सिकाउनका लागि मद्दत गरेको हुन्छ। हामीलाई विभिन्न प्रकारका समस्याहरू समाधान गर्न सिकाएको हुन्छ। त्यसै गरी हामीलाई इमानदार, नैतिकवान तथा सृजनात्मक सोचको विकास गराउनमा मद्दत गरेको हुन्छ। अहिलेको युग प्रतिस्पर्धात्मकको युग हो। त्यसैले अहिले किताबी ज्ञानले मात्र केही हुनेवाला छैन। अहिलेको युग सूचना प्रविधिको युग हो। त्यसैले सूचना प्रविधिको बाढीमा जसले तैरन सक्छन् केवल उनीहरू मात्र आफ्नो लक्ष्यमा अगाडि बढ्न सक्दछन्। अहिलेको युगमा गुणस्तरविहीन शिक्षा भनेको एउटा काठको तरबार लिएर युद्धमा जानु जस्तो हो। त्यसैले गुणस्तर शिक्षा अत्यन्तै आवश्यकता पर्दछ, एकदमै आवश्यकता पर्दछ। गुणस्तरीय शिक्षा त्यस्तो शिक्षा जसले विश्व बदल्न सक्दछ। हामीले गुणस्तरीय शिक्षालाई एकदमै जोड दिन एकदमै जरुरी हुन्छ। त्यसै गरी गुणस्तरीय शिक्षाले व्यक्तिलाई इमानदार बनाउनुका साथसाथै विद्यार्थीहरूलाई भविष्य निर्धारण गर्नका लागि मद्दत गरेको हुन्छ। हामीले गुणस्तरीय शिक्षाका निम्ति हामीले आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न सक्दछौँ। जस्तो कि एउटा शिक्षकले ज्ञान दिने गुरु मात्र नभएर उहाँहरू पथ प्रदर्शक बनेर गुरु बन्नुहोस्। त्यसै गरी एउटा विद्यालय चाहिँ अनुशासन र प्रेरणाको जगतको जीवन्त बनोस्। त्यसै गरी एउटा विद्यार्थीले अङ्कको पछाडि मात्र नभागेर एकदमै ज्ञानको खोजी गर्नतर्फ लागोस्। त्यसै गरी सरकार र अभिभावकहरूले चाहिँ शिक्षाको क्षेत्रमा खर्च गरी शिक्षालाई गुणस्तर बढाउनतर्फ लाग्नुहोस्। अब त्यसै गरी अहिलेको शिक्षामा हामीले गुणस्तर शिक्षा भर्न सकेनौँ भने, यदि हामीले अहिलेको शिक्षामा गुणस्तर शिक्षा भर्न सकेनौँ भने हाम्रा पछि आउने भावी पुस्ताहरू दिशाविहीन हुनेछन्। उनीहरूले कसरी अब भविष्य निर्माण गर्नेछन्? उनीहरू अन्धकारमा हुनेछन्। शिक्षा मानव जीवनको तेस्रो आँखा हो, तर गुणस्तर छैन भने शिक्षाको कुनै पनि औचित्य रहँदैन। गुणस्तरीय शिक्षा छ त सब छ। त्यसैले हामीले गुणस्तर शिक्षामा एकदमै जोड दिन जरुरत पर्दछ। गुणस्तरीय शिक्षा एकदमै आवश्यक हुन्छ। शिक्षा भनेको एउटा यात्रा हो, तर त्यो शिक्षामा गुणस्तर नै छैन भने त्यो गन्तव्यविहीन यात्रा जस्तो हुन्छ। गुणस्तरीय शिक्षा भनेको भविष्य निर्माणकर्ताको एउटा पथ प्रदर्शक बाटो हो। त्यसैले गुणस्तर शिक्षा अत्यन्तै आवश्यकता पर्दछ। गुणस्तरीय शिक्षाका निम्ति हामीले आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। गुणस्तरीय शिक्षाका लागि हामीले सबैले एकदमै गुणस्तरीय शिक्षाको लागि हामीले आवश्यकता गर्नुपर्ने हुन्छ। अन्तमा मैले के भन्न चाहे भने हाम्रो पातरसी गाउँपालिका जस्तो विकट र हिमाली पहाडको क्षेत्रमा पनि अब बिस्तारै शिक्षाको विस्तार भइरहेको छ र यस शिक्षालाई हामीले गुणस्तर शिक्षामा बनाउनका लागि एकदमै जरुरी परेको हुन्छ। हामीले त्यस कारणले गर्दा हामीले बालबालिकाहरूलाई विद्यालयमा किताबी ज्ञान मात्र नभएर वास्तविक सोच्न सक्ने क्षमता आदिहरूको विकास गराउने जस्ता ज्ञान सिप दिनु पर्दछ। बालबालिकालाई गुणस्तरीय शिक्षा दियो भने मात्र उनीहरू आफ्नो भविष्यमा टेक्न सक्दछन्। त्यसै गरी गर्न सक्छन्। हामीले हाम्रो गाउँठाउँमा भएका बालबालिकाहरूलाई पनि गुणस्तरीय शिक्षाको माध्यमबाट समायोजन गर्नुपर्छ। कसरी अहिलेको समाजमा भूमि हुने त, कसरी सञ्चार सिप साधन प्रविधिको प्रयोग गर्ने त, कसरी अब
अहिलेको समाजमा हामीहरू घुलमिल भई कसरी हामीले राष्ट्र निर्माणमा अगाडि बढ्ने त भन्ने कुरामा जोड दिनुपर्दछ। त्यसै गरी गर्नुपर्दछ। त्यसै गरी अब एउटा शिक्षकले राम्रोसँग ज्ञान सिकाउने, त्यसै गरी एउटा शिक्षकले राम्रोसँग पढाउने, विद्यार्थीले राम्रोसँग पढ्ने आदि जस्ता काम गर्यो भने मात्र गुणस्तरीय शिक्षा सम्भव हुन्छ। गुणस्तरीय शिक्षाका निमित्त विद्यार्थीले राम्रोसँग पढाउने, त्यसै गरी सरकार र पालिकाले पनि शिक्षाको क्षेत्रमा राम्रो विकास गर्न सकेमा मात्र गुणस्तरीय शिक्षा हुन्छ। अन्त्यमा म के भन्न चाहन्छु भने गुणस्तरीय शिक्षा बत्ती हो भने गुणस्तरीय शिक्षा त्यस बत्तीको हो। त्यसैले हामीले गुणस्तरीय शिक्षा ल्याउनु गर्नुपर्छ भन्ने म 2 शब्द हेर्न मन चाहन्छु। हस् त, धन्यवाद, नमस्कार, जय शिक्षा, जय नेपाल।